म भर्खर मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सम्पादकहरूसँगको छलफल हेर्दै आइरहेको थिएँ, सुन्दै आइरहेको थिएँ। 3 बजेबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्पादकहरूसँगको छलफल थियो। त्यो छलफलमा केही सम्पादकहरूलाई बोलाइएन। हेर्नुहोस् है, त्यो छलफलमा केही सम्पादकहरूलाई बोलाइएन। कसलाई बोलाइएन भने जो यो अगाडि जेनजी आन्दोलन भयो, जेनजी आन्दोलनका क्रममा 10 दिन उहाँ मकवानपुर बस्नुभयो। मकवानपुरमा पनि अस्ति म पुष्पकमल दाहाल प्रचण्डको अन्तर्वार्ता हेर्दै थिएँ हिमालय टेलिभिजनमै। उहाँ कहाँ बस्नु भएको थियो भनेर पत्रकारले सोध्नुहुन्छ र प्रचण्डले एकदमै जान्ने शैलीमा के भन्नुहुन्छ भने उहाँ हेटौडाको सुपारी टारमा बस्नु भएको थियो भन्नुहुन्छ। तर हेटौडाको सुपारी टारमा जेनजी आन्दोलनको क्रममा कुनै केपी ओली भन्ने पात्र बसेको थिएन। केपी ओलीले राखिएको ठाउँको नाम चाहिँ तपाईँ चितलाङको चन्मन 7 नम्बर भ्यारेको, उहाँलाई त्यहाँ राखिया हो होइन। त्यसले गर्दाखेरिमा उहाँ 10 दिन त्यहाँ बसेर सिधै गुन्डु आउनुभयो। गुन्डु आइसकेपछि पहिलोपटक सम्पादकहरूलाई उहाँले यो कोटेश्वरमा रहेको एउटा ब्याङ्केटमा निम्ता गर्नुभयो। निम्ता गरे पछाडि हामी त्यो समयभन्दा पछाडि पुगेका थियौँ हामी, किनभने केपी ओलीको बानीसँग एकदमै अपडेट र अभ्यस्त छौँ। हामी चाहिँ उहाँले 1 बजे बोलाउनु भएको थियो, हामी 1:40-42 गएको थियौँ। त्यसपछि पनि उहाँ आइपुग्नु भएन। 1:55 हामी निक्लेर हिँड्यौँ र हामीले भन्यौँ हामीले आज केपी ओलीको पत्रकार सम्मेलन बहिष्कार गऱ्यौँ। किनभने यो जेनजी आन्दोलनले अरू केही चिज परिवर्तन गरेन भने केपी ओलीको बानी परिवर्तन गर्दै पनि हुन्छ नि त। उहाँ समयमा आउने बानी विकास गर्दा के हुन्छ र? हिजो त उहाँ एकदमै व्यस्त हुनुहुन्थ्यो, हामीले मान्यौँ नि त। आज त उहाँ व्यस्त हुनुहुन्न होइन, आज त उहाँ व्यस्त हुनुहुन्न। कि रवि लामिछानेले जस्तो गाडी कुरेर बस्या हो त्यो हात हल्लाउने, अरू चिज त होइन होला। त्यस कारणले गर्दा उहाँ समयमा आउनु भएन, हामी हिँड्यौँ भन्यौँ। त्यो कुरा उहाँको कानमा पुग्यो। उहाँ चाहिँ गाउँदेखि सहरसम्मको केपी ओली जस्तो सूचनामा अभ्यस्त हुन सक्ने मान्छे अर्को कोही छँदै छैन नेपालमा। अब यो विषय पुग्यो र उहाँको केपी ओलीको भातृ सङ्गठन प्रेस चौतारी भन्ने छ, त्यो प्रेस चौतारी भन्नेले आज हामीलाई खबरै गर्यो।